हुँदैन जस्तो छ उतै अगाडिबाट हुन्छ जस्तो लागेन मलाई किनभने यहाँ ठुलो गाडी छ नि त त्यसले गर्दा यहीँ बस्दिनँ जस्तो Hi guys, सबैजना नमस्ते. This is One Life for Ride. I hope you guys are doing good. अहिले नयाँ ब्लग लिएर आएको छु फेरि मैले हैन. अहिले चाहिँ कति बजेछ भन्दा 5:11 गएको छ साँझ लगभग इभिनिङको. अनि म चाहिँ काम हिँड्न आँटेको. मेरो 6 बजे काम छ. सो म काम आज जान्छु टक्क यहाँ हैन. अनि काम 5 घण्टा 6 घण्टा छ. काम सकेर भरे राति नाइट एकैचोटि नाइट भिडियो बनाउँछु क्या. सो मैले चाहिँ अहिले डेमा स्टार्ट गरेको छु हैन इभिनिङतिर. सो भरे चाहिँ एकैचोटि नाइट भिडियो हुन्छ. अहिले चाहिँ कामसम्म गएको भिडियो बनाउँछु. And I don't know if it's gonna be interesting or not. Every time it's gonna be interesting भन्छु, but I don't know if कतिजनालाई मन पर्छ हैन मेरो भिडियो मन परिरहेछ. So if you like my video, just drop a like guys again. Alright, यहाँबाट जुम हो. सो मैले फ्रन्टको क्यामेरा नि लाएको छु अहिले है. नभए चाहिँ यतिखेर सजिलो हुन्छ जानलाई. टक्क यस्तो गरेर अगाडि जान पायो नि त सिधै. इभिनिङ छ तर घाम चाहिँ स्टिल टल्किरहेछ. मेरो आज 6 बजे काम थियो है. यसो सर्ट सिफ्ट थियो आज. त्यही भएर यसो काम गएको बेला नि भिडियो बनाइदिउँ भनेर बनाएको. कुन चाहिँ बाइक रहेछ हर्नेट जस्तो छ 600 होन्डाको हर्नेट 600 पुरानो. अलराइट गाइस, यहाँबाट जाउँ अब. धेरै हाई मारेर कुदाउनु हुँदैन, मान्छेहरूले कट अफ हान्छ. हल्का हल्का गर्मी नै छ स्टिल. मलाई फेरि कस्तो गर्मी हुने क्या. लेन फिल्टर लगभग हुँदैन जस्तो छ. उतै अगाडिबाट हुन्छ जस्तो लागेन मलाई किनभने यहाँ ठुलो गाडी छ नि त त्यसले गर्दा यहीँ बस्दिनँ मस्तो. सो मलाई चाहिँ भरिसक्यो अहिले कति हुन्छ होइन. दिउँसोको टाइममा नि ब्लग चाहिँ म्याक्सिमम् गरिदिइरहेको छु है. मलाई ब्लगमा त्यस्तो धेरै बोल्न चाहिँ आउँदैन गाइज. अलिअलि बोल्न आउँछ होइन, त्यस्तो धेरै बोल्न आउँदैन. नयाँ नयाँ गफहरू. र विदेशमा चाहिँ अब नेपाल जस्तो त हुन्छ नि. नेपालमा हाम्रो जस्तो बाइक कुदाउँदा एक्सिडेन्ट यस्तो के देखाइन्छ नि होइन. अलिकति चल्नलाई त्यस्तो देखाउन मिल्दैन क्या होइन. विदेशमा धेरै कुरा सोच्नुपर्छ देखाउनुभन्दा अगाडि. मान्छे नै देखाउनलाई पनि मान्छेको पर्मिसन लिनुपर्छ है. नभए पुलिसले आएर पक्रेर लिएर गइदिन्छ. यस्तो मोटो ब्लगिङहरूको चाहिँ एकदमै स्ट्रिक्ट रुल छ क्या युट्युब यस्तोहरूको. सो त्यसले गरेर चाहिँ गाइस मैले एकदमै कन्टेन्टहरूलाई फिल्टर गरेर सोचेर मात्रै देखाउनु पर्ने हुन्छ है गाइस. सो हाई स्पिडिङहरू देखाउन मिल्दैन होइन. धेरै कुरा देखाउनु मिल्दैन क्या. बसलाई चाहिँ जान दिउँ बिचरा लामो यत्रो छ. सो म चाहिँ आइपुगेँ अब बरुड है गाइस. अब यहीँबाट यो अहिलेको फर्स्ट पार्ट चाहिँ यहीँबाट टुङ्गिन्छ. अब काम सकेपछि 6 घन्टा पछाडि सेकेन्ड पार्ट स्टार्ट हुन्छ ब्लगको. राति शीतलमा कुदाउने हो चट्ट. म चाहिँ काममा आइसकेँ अब लगभग यहाँबाट 1 मिनटमा छ काम. सो सी यु गाइस later. Keep watching. 5 hours later. Alright guys,
अब चाहिँ म फेरि काम भ्याएर आएँ होइन, काम भ्यायो 11 बजे ठ्याक्क, अहिले चाहिँ रातिको 11 बज्यो। सो लास्ट टाइम मैले यो भिडियो अघि बनाउँदाखेरि चाहिँ कति बजे थियो, 5 साढे 5 भएको थियो, मैले 6 बजे स्टार्ट गरेँ काम। सो 5 घन्टा पछाडि अब यसो नाइट राइड हान्ने होइन, एकलट घुम्ने अनि घर जाने। बाइक चाहिँ अब लाउड हुन्छ होला किन कोल्ड भइसकेको छ नि त इन्जिन, त्यसले गरेर लाउड हुन्छ। स्टार्ट गरिदिउँ त्यही पनि। आउनु अब फ्रन्ट क्यामेरा चाहिँ कस्तो आउँछ होइन, आउनु फ्रन्ट क्यामेरा चाहिँ कस्तो आउँछ, किनभने गोप्रोको यो पुरानो मोडलहरूको राम्रो छैन क्या नाइट भिडियोहरू। सो अँध्यारो आउनुसक्छ होला, तर त्यसले चाहिँ त्यही पनि म खोल्छु अहिले। उफ गर्मी हो आम्मा भित्र त। अब एकछिन यो बाहिर बाइक कुदाएपछि अनि अलिक शीतल हुन्छ। कुन चाहिँ रहेछ यो स्कुटी, कत्रो ठुलो स्कुटी यार, आजकलको त स्कुटीहरू पनि कत्रो हुन्छ यार। एक्स म्याक्स यामाहाको एक्स म्याक्सहरू, यो त मेरो बाइकभन्दा ठुलो स्कुटी छ यार। राइट अब चाहिँ जाउँ यहाँबाट। फ्रन्टको क्यामेरा त खुल्दैन त यार। फ्रन्टको क्यामेरा खोल्न खोजेको, फ्रन्टको क्यामेरा खुल्दैन बे, ह्याङ भयो क्या। राइट फ्रन्टको क्यामेरा खोले अब चाहिँ मैले है कस्तो आउँछ लेसी। यहाँ त मजाको लाइट छ, यतिको लाइटमा पनि राम्रो आएन भने त अँध्यारोमा त केही आउँदैन भन्ने कुरा पुष्टि हुन्छ। अब आज चाहिँ यो विकेन्ड पनि होइन, आज हुन त फ्राइडे हो, फ्राइडे नाइट्सले गरेर मान्छेहरू टन्नै निस्केको छ, किनभने आजदेखि त विकेन्ड सुरु भयो नि त। फ्राइडे नाइटबाट त भोलिदेखि विकेन्ड हो होइन। सो मान्छेहरूको सबको छुट्टी, दारू पानी रमाइलो होइन, भङ्जा बौला सब अझै निस्किने हो। अलिक केयरफुल पनि भएर कुदाउनुपर्छ र स्पिडिङ चाहिँ बन्दै गर्नु हुँदैन गाइज आज है। हल्का सिडी देखिन थाल्यो है यहाँबाट। सिटी देखिन थाल्यो, यो त रेड लाइट पर्नु आएको। यहाँको रेड लाइट पर्नु भने चाहिँ लास्टै अनयुजल हो क्या, यो रेड लाइट कहिले पर्दैन थियो मलाई हिँड्दाखेरि क्या। अनयुजल तरिकाले रेड लाइट पर्छ क्या जहिले यहाँ चाहिँ। फ्रन्ट क्यामेरा खोलिदिउँ। अब एनजेक ब्रिज आउनु आँट्यो यहाँबाट होइन। यहाँको भ्यू चाहिँ दामी छ गाइज है, दामी भ्यू छ यहाँ। मलाई एउटा कुरा चाहिँ के डाउट लागिरहेछ भन्दा नि, यो मेरो क्यामेरा कहिले काहीँ सेटिङ बिग्रेर कता थिचिन्छ नि त, अघि पनि मैले भनेको थिएँ नि। त्यो भयो भने चाहिँ फेरि मेरो फुल भिडियो खराब हुन्छ क्या। अब किनभने मैले अहिले चेक पनि गर्न मिल्दैन क्या होइन, अहिले यतिखेर चेक पनि गर्न मिल्दैन, कतै रोकेर यो रोक्न मिल्ने ठाउँ पनि होइन नि त। सो यहाँ एकछिन उडाइदिउँ। पुलिस चाहिँ छैन होला धन्न होइन, पुलिस भन्दा बिजो गर होला फेरि किन रेप गरिस् भनेर फेरि एक्जस्ट हाल्दैछ त्यही माथि। 60को बाटो जस्तो लाग्छ मलाई यो, बिचको लेन चेप्दिउँ। एनजेक ब्रिज आयो। ओए 40 बनाएको छ कि क्या हो यार, 40 बनाएको छ जस्तो छ ए होइन ओ के हो ए होइन 60 बनाएर छ। म त एकछिन 40 बनाएछ, 40 बनाएर बिजोकै हुन्छ क्या, लास्टै बिस्तारै कुदाउनु भनिन्छ फर्स्ट गेयर लगाएर। सिडी देखियो अब चाहिँ सिडीको भ्यू। सिडी योभन्दा अगाडि मैले सिडीको भिडियो त बनाएको थिएँ बट बोलेको थिइनँ है, आज चाहिँ हल्का पर बोलिदिउँ। अब यस्तो सिडीको दामी भिडियो छ है। अब एक्स्ट्रा ब्याट्री छ त्यही भएर यो फुल ब्याट्री सक्दिउँ, अब मजाले बनाइदिउँ फुल, अब विदाउट एनी स्टपेज। कस्तो दामी देख्छ राति त यार, हाइट हेर त अन्त क्यामेरामा आउनु कस्तो देखिरहेछ होइन। रियल लाइफमा अहिले मेरो आँखाले चाहिँ बवाल देखिरहेछ, के बल्छ पिलिक गर्दै क्यामेरा हान्ने जस्तो। कुन चाहिँ गाडी हो, कडा गाडी हो पोर्से। अब यो ठाउँमा त अँध्यारो छ, मेरो अगाडिको क्यामेराले कस्तो देखियो, कुन चाहिँ गाडी रहेछ। अहिले रेस खेलो भने फेरि पुलिस कहाँबाट उत्पत्ति हुन्छ,
यतै आउँछ कि क्या हो बौला खालको केटाहरूले कुदाउँछ जस्तो छ भङ्जाको जस्तो छ डर लाग्यो इन्डिकेटर यिनीहरू फेरि केटाकेटी पार्टी जस्तो लाग्यो होला ल्याम्बो दामी दिएछ हार्बर पनि आज त लाइट है अपकमिङ ट्राफिक ल अब यहाँबाट चाहिँ अलि अँध्यारो हुन्छ होला लाइटहरू ठिकै छ टक्क एउटा ठाउँ जाउँ है मजाको म चाहिँ युजली सोलो राइड नै गरेर हान्छु होइन कहिलेकाहीँ चाहिँ केटाहरू यसो भयो भने साथीहरू एक दुईजना छ भने चाहिँ साथीहरूलाई पनि बोलाएर हुन्छ उनीहरू कहिलेकाहीँ एभाइलेबल छ भने अब म्याक्सिमम् टाइम त उनीहरू पनि काममा हुन्छ अनि तर म म्याक्सिमम् हुन्छ नि साथीहरू नभएको टाइममा किनभने मेरो छुट्टी अलिकति अफ टाइममा हुन्छ क्या केटाहरू कसैको छुट्टी भएको हुँदैन त्यो टाइममा त्यसले गर्दा सोलो हान्छु सोलो हान्न पनि मजा आउँछ एक्लै घुम्न नि बाइकमा होइन दामी देख्छ क्या यहाँबाट ओ हार्बर ब्रिज ओपेरा हाउस जम्की मान्छेहरू हिँडिरहेको छ आज दारू पार्टीहरू हार्बर ब्रिज देखिरहेको छ त्यहाँबाट ठ्याक्कै साइडमा कतै रोकेर देखाउँछु यहाँ अस्तिसम्म चाहिँ बाइक उता लान मिल्थ्यो होइन अहिले चाहिँ यिनीहरूले यस्तो लगाएको छ क्या डन्ठा जस्तो के हो यो दिवार जस्तो एकताल देखाउँछु मजाले यहाँबाट यो ठाउँमा हुन त म पहिला नै आएको थिएँ पहिलाको भिडियोहरू नै होला अहिले चाहिँ 11:35 भएको छ गाइस है सो यहाँबाट चाहिँ हार्बर ब्रिज ठ्याक्क देख्छ ओपेरा हाउस पनि देख्छ ठ्याक्कै मजाको स्पट छ क्या लुना पार्क चाहिँ त्यहाँ साइडमा छ अघि तिनीहरू गएको बेला साइड भनेको चाहिँ त्यो गाडी ल्याम्बोहरू गएको साइड भनेको चाहिँ उता सिधै अगाडि हो यहाँबाट के हो झिलिक गरेर चाहिँ पानी पर्छ क्या अझ A few moments later त्यहाँबाट म निस्केँ होइन अब अलिकति अगाडि यहाँ हार्बर ब्रिजको यसो सिनहरू हेर्छु होइन अनि त्यस पछाडि चाहिँ घरतिर चल्दिने हो आज यहाँ बाइकको के मिट रहेछ कि क्या हो बाइकको मिट रहेछ आज एकताल हामी पनि रोकेर हेर्दैौँ न अगाडि सो यहाँ चाहिँ बाइकको ग्रुपहरू टन्नै आएको रहेछ आज अघिको गाडी पनि यहाँ आएको रहेछ अघि हामीले जहाँ भेटेको थियौँ नि बाटोको दुईवटा गाडी पोर्से र ल्याम्बो यहाँ आएको रहेछ यहाँ चाहिँ डुकाटीको V4S रहेछ फुल सिस्टम एक्रा सही छ डुकाटी ल लाग्दिउँ निस्किने बेलामा चाहिँ आतंक गरेर निस्किदियो क्या सुरुमा जाँदाखेरि चाहिँ मान्छे सोझो खालको होइन निस्किँदा चाहिँ पुरै भङ्जा भएर निस्कियो राइट
चाहिँ अलि राति चाहिँ शीतल शीतल हुन्छ, जाडो जाडो हुन थालेछ होइन। जाडो भन्नाले चिसो चिसो, जाडो त होइन, चिसो चिसो हुन थालेछ। कतिजनालाई चाहिँ राति यस्तो रातिको नाइट राइड होइन, विन्टर नाइट मनपर्छ। लेट मी नो अन द कमेन्ट्स गाइज है, कतिजनालाई विन्टर नाइट्सहरू बाइक कुदाउन मनपर्छ है विन्टरमा। मलाई चाहिँ विन्टरको राति नाइट कुदाउन चाहिँ एकदम दामी लाग्छ है। तर अब ज्याकेट स्याकेट पन्जा चाहिँ त्यही हिसाबको हुनु पऱ्यो होइन, होइन भने चाहिँ जाडो हुन्छ फेरि। That's a powerful bike. खुलेको छ जस्तो लागिरहेछ त यार, खुले छैन, खुलेन होइन। अब चाहिँ भाइजर लगाइदिउँ, पसिना सुको बल्ल। कस्तो पसिना आएको क्या मलाई यस्तो जाडोमा पनि आम्मामा। अब चाहिँ हावा लागेर अलिकति सुक्यो। अब चाहिँ भाइजर लगाइदिन्छु, धेरै विन्ड नोइज आउँछ फेरि भिडियोमा। अब फुल 100% ब्याट्री छ, फुल अन भिडियो बनाउँदै जाने हो। क्रुज नेस्ट आयो, यो ठाउँ चाहिँ क्रुज नेस्ट हो। यहाँबाट देब्रे गयो भने लेनकोप जान्छ। पहिला यो बाटो म राति के अरे बिहानको 2-3 बजीतिर फर्किन्थेँ। यो बार छैन, यो बार चाहिँ रातभरि खुल्ला हुन्छ यार। लगभग 2 बजे पनि खुल्ला हुन्थ्यो क्या यो, मान्छेहरू खाइरहन्थ्यो बियर यताउति। अब यहाँबाट भित्र चाहिँ खासै रमाइलो छैन, लाइटहरू त्यति धेरै छैन यहाँभित्र चाहिँ। मलाई चाहिँ भोक पनि लागिरहेछ होइन। अब अलिकति अगाडि एउटा फ्युल स्टेसनमा नि हटडग पाउँथ्यो पहिला चाहिँ होइन। पहिला हामी यो बाटो हिँड्दाखेरि काम कति 1.5-2 वर्ष अगाडि काम गर्दाखेरि चाहिँ हाम्रो त्यहाँ एउटा फ्युल स्टेसन थियो। त्यहाँ हामी यो बाटोमा जाँदाखेरि पर्थ्यो, त्यहाँ चाहिँ हटडग पाउँथ्यो क्या। आरो न त्यो अहिले स्टिल छ कि छैन होइन, छ भने चाहिँ खानु पऱ्यो क्या, भोक लाग्यो लास्टै केही खानु पऱ्यो, हटडग यसो होइन, यसो ड्रिङ्क्स, हट ड्रिङ्क्स केही चिसो त के खानु होइन। अब यस्तो जाडो छ राति। बेला मौका उडाउने हो। केटाकेटीहरूलाई साह्रै मनपर्छ बाइक। यहाँ अगाडि गएपछि चाहिँ एउटा टर्निङ छ क्या, मजाको टर्निङ छ, कर्नर। सब बाटो थाहा छ क्या आएको चाहिँ, किनभने म पहिला हिँड्थेँ नि त, पानी पाउँदो रहेछ यो बाटो चाहिँ। अब यहाँ उकालो सुरु हुन्छ, ओह्रालोबाट उकालो सुरु हुन्छ, अनि त्यसरी कर्नर छ। यो बाटो चाहिँ मलाई, यो यति पार्ट चाहिँ मलाई पहिलादेखि मैले भनेको थिएँ होला भिडियोमा होइन, मलाई लास्ट डर लाग्छ अरे। हो अर्कै खालको डर लाग्छ क्या, भुतिया टाइपको क्या। कर्नर छ यहाँ। अगाडि चाहिँ क्यामेरा छ, फेरि स्पिड क्यामेरा छ ऊ त्यहाँ अगाडि। राति चाहिँ उडाउनु पाउँछ है। ल हटडग खाने ठाउँ आयो, फ्युल स्टेसन आयो। फ्युल के अरे पम्प पनि चेक गर्नुपर्ने त थियो एकलट। हावा हटडग पाउँछै पाउँदैन, हावा के गरौँ, छोडिदिउँ होला, भोलि चेक गरौँ होला हावा। नो पार्किङ लेखेको छ, यहाँ राखिदिनु पर्ला। ऐसे पाउँछै पाउँदैन हटडग हेरौँ। A few moments later. गाइस मैले हटडग चाहिँ लिएर आएन, हट चक्लेट चाहिँ रहेनछ त्यहाँ, मसिनै रहेनछ क्या यिनीहरूसँग। अब यिनीहरूले आफैले बनाउनु पऱ्यो भने चाहिँ हुन्छ अरे त्यहाँ। यतिखेर फेरि यो हट चक्लेट चाहिँ बनिँदैन अरे, कफी मात्रै बनिन्छ भन्दैन। कफी त अब सुत्ने बेला खाएर काम पनि छैन। सो हटडग खाइदिउँ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157
बस हटडग खाइयो है मिठो थियो मजाले अगाएर चाहिँ कस्तो भोक लागिरहेको थियो भोक लागेर पुरै रन्थनिसकेको थिएँ क्या म तर अझै स्टिल तिर्खा चाहिँ लागिरहेछ ड्रिङ्क्स केही पनि खान पाइएन नि त चिसो के खानु यतिखेर भनेर खाइएन हट ड्रिङ्क्सहरू केही पनि थिएन खासै घर गएर पानी खानुपर्छ सिधै सिधै घर जाउँ न घर गएर पानी खाएर निस्किनुपर्छ जस्तो लाग्छ फेरि पछाडिको गाडी कुन चाहिँ पुलिसको कुन चाहिँ के को थाहा नै हुँदैन उडाउँदैन हात चिलाइरहेछ तर फेरि गोजी पनि चिलाउँछ यहाँबाट पनि सिटी देखिन्छ बाइ द वे उति अगाडि हार्बर ब्रिज देखिरहेछ यहाँबाट डर लाग्छ कुदाउनुलाई यति हेफ्टी फाइन छ यति हेभी फाइन छ है यति नमिठो खालको फाइन छ नि गाइस एक ताल स्पिड हानेर अनि फाइन आएपछि थाहा हुन्छ क्या पुलिसले पक्रेपछि यस्तो नराम्रो हुन्छ कि म त परेको छु नि त एक दुई ताल थाहा छ नि म त फेरि राति पछाडिबाट त रेस खेल्न डर लाग्छ क्या पुलिस हुनसक्छ नि त A few inches later. अब यहाँबाट बरुडतिर छिर्ने बरुडबाट केम्सी घरतिर जाने निन्द्रा लागिसक्यो गल्यो ब्लग अघि जहाँबाट नाइट ब्लग स्टार्ट गरेको थिएँ त्यही ठाउँ आइपुग्यो ठ्याक्कै बरुड झन्डै झन्डै 1 घन्टै जति घुम्यो होला 1 घन्टा 1.5 घन्टा जति घुमेछ गाइस अब चाहिँ यहाँबाट चाहिँ घर जानुपर्छ सिधै अब ढिलो पनि भइसक्यो है
राति भइसक्यो होइन मान्छेहरू अझै बस हिँडेको हिँडेको यार 12 भइसक्यो 12:40 भइसक्यो यार भइसक्यो मान्छेहरू अझै हिँडेको छ बाटोमा म जस्तै आया अब घर गएर टक्क केही यसो ड्रिङ्क खानेको तातो होइन चिया खान पाएन हुन्थ्यो त्यो त कफी खाँदिन त लाग्दैन घर गएर यसो दुध चिया बनाएर खानु पऱ्यो मिठो खालको चिया बनाएर खाएर अनि सुत्ने हो मेरो सुताइको चाहिँ यस्तै छ क्या फेरि ठेगाना अलि छैन ढिलो निद्रा लाग्छ काम पनि ढिलो सकिन्छ नि त त्यसले गरेर मेरो फेरि यो ट्र्याक्सन कन्ट्रोलको बत्ती बलेछ यार क्विक सिफ्टर चल्दैन क्या आनन्द छ अब ल अब बिस्तारै बिस्तारै घर जान्छु होइन गाइस अब भिडियो चाहिँ धेरै नै लामो भइसक्यो सो अब यो भिडियोलाई टुङ्ग्याम होइन अब यहाँ धेरै काटकुट एडिट गर्नुपर्ने हुन्छ होइन किन भन्दाखेरि यो भिडियो एकदमै लामो छ क्या बिहान दिउँसोदेखि बनाएको भिडियो होइन म काम आएदेखि बनाएको भिडियो काम सकेर घुमेर कहाँ सिटी पुगेर आयो है सो त्यही हो गाइस है अब आई डोन्ट नो इफ यु गाइस लाइक माई भिडियो होइन मैले चाहिँ अब पोस्ट चाहिँ गरि नै रहेको छु होइन आई डोन्ट गिभ अप आफ्नो पर्सनल इन्ट्रेस्टको लागि भयो भने पोस्ट गर्छु आफैले हेर्छु भिडियो नभए भएन भने होइन म कहिलेकाहीँ फेरि आफ्नो भिडियो आफै हेरेर हुन्छ कि पुरै खानासाना खाँदै यताउति गर्दै सो त्यही हो इफ यु गाइज लाइक दिस भिडियो ड्रप अ लाइक कमेन्ट है सेयर गरिदिउँ साथीहरूलाई होइन हेरौँ अब बाइकको लाइफ यस्तै छ अस्ट्रेलियामा होइन नेपालमा चाहिँ अब बाइककै बाइक हुन्छ नि त वरिपरि अब यहाँ चाहिँ त्यस्तो बाइक चाहिँ हुँदैन गाडीहरू म्याक्सिमम हुन्छ बाइक चाहिँ 2-4वटा हुन्छ होइन त्यही हो and thanks for watching this video also guys thanks for watching thank you so much appreciate it हेर्दै गरौँ होइन लाइक गर्दै गरौँ सपोर्ट गर्दै गरौँ यसो होइन युट्युबरहरू सानो युट्युबरहरूलाई पनि सपोर्ट गरौँ क्या गाइज यार सानो युट्युबर भयो भने कन्टेन्टहरू राम्रो हाल्न ट्राई गर्दैछु होइन भिडियो क्वालिटीहरूदेखि लिएर अडियो क्वालिटी सबमा ध्यान दिएको छु सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो गाइज सी यू इन नेक्स्ट भिडियो थ्याङ्क यू सो मच